देखि हो गाउँघरको लागि एउटा सन्देश चाहिँ ल्याएर आएको छु। अब यहाँ मिडियामा आए जस्तो, मिडियामा जो देखाए जस्तो एकदमै त्यस्तो चाहिँ छैन। दुबईमा सबैजना ढुक्क भएर बस्दा हुन्छ। हामी त काममा पनि आइयो, त्यस्तो गाह्रो केही पनि छैन दुबईतिर। कोही कसैले डराइराख्नु पनि पर्दैन, सब छ। अब सबैतिर कहिले अब यताउता कुनै कुनै ठाउँमा चाहिँ अलि नराम्रो भयो होला, केही भयो होला, त्यो चाहिँ सुन्नमा आएको छ। तर त्यस्तो खासै मिडियाले जस्तो ल्याएको छ त्यस्तो चाहिँ दुबईमा छैन गाइस। हामी सेफ छौँ, दुबईले सेफ नै राखेको छ। हामी नर्मल जस्तै काममा आइसक्यौँ, सब एकदम ठिकठाक छ। गाउँघरतिर अब दुःख चिन्ता त भइहाल्छ, के भयो होला, कस्तो भयो होला, के हुन्छ होला अब भनेर। त्यस्तो डराइराख्नु पर्ने केही पनि छैन, सबैजना सेफ छ। र तैपनि अब हामीले अलिअलि ध्यान दिनै पर्छ आफूलाई कसरी सेफ राख्ने, के गर्ने भन्ने कुरा चाहिँ। त्यसमा चाहिँ सबैले ध्यान दिनु होला। दुबईमा बस्नुहुने सबै दाजुभाइ दिदीबहिनीहरूले। अरू त बवाल छ नि, हामी काममा आइसक्यौँ। अब रेगुलर काम गर्ने, घर जाने, खाना खाने, सुत्ने, त्यही त हो नि। ल है गाइस, कोही पनि नडराउँ, दुबईले सबैलाई सेफ राख्छ।